Andava Tigela Hewan Nungga Jumung Dangla Mon Tigela Itu sange jumbo Yangwa Kayu Akhe namanya Pacaman Akansi Jambatu Tigela Tigela Ayo aku Tigela Anne Wisnu Maju Wisnu Tigela Nunggu exercise orang kayak Pak Kerek Gunusa Nenusa Kerek mau Kamal Tigela Lam Sewa Untuk Asewa Mari sambung Boleh Aku ini matribhasa Nah Kerek Jo Tigela Di Jantin Dei हामीले आमा कुकुरबाट आमाले सिकाउनु भएको थियो र त्यही भाषाले हामीले मैले यहाँहरू त्यही भाषाबाट सम्बोधन गरेँ धेरै लामो कुरा गरेन म छोटो तिनवटा कुराका कुराहरू यहाँ जागर गरेर म जान्छु हामी एउटा तिनवटा कुरामा एउटा चाहिँ यो संस्थाको अवस्था र अब गर्न पर्ने कुरा एउटा कुरा राख्छु त्यस पछाडि हामी धरानमा टिगेलाहरू माइती चेलीको घर परिवार सङ्ख्या कति रहेछ कस्तो अवस्थामा छौँ भन्ने कुरा राख्छु अनि त्यस पछाडि चाहिँ हाम्रा पूर्वजहरू पुर्खाहरूको बारेमा थोरै कुरा राख्छु कि यो सबैलाई जानकारी गर्नु छ भन्ने कुरा लिएर त्यसले त्यो चाहिँ वंशावलीको कुरा पनि हुन सक्दछ यदि तिनवटा कुरा राखेर यहाँहरूबाट चाहिँ बिदा दिने जम्माको वर्ष जान्छु टिगेला खेवान चुम्नै यो दर्ता बिनाको प्रथाजनित परम्परागत संस्था हो क्षेत्रीय बाहुल्यलाई कुल वंश प्रतिष्ठान भन्ने गर्दछन् उनीहरूले कुल वंश प्रतिष्ठान चलाउने जस्तै हामीले पनि टिगेला खेवान आज पर्यन्त चलाउँदै आएका छौँ र यसको केन्द्रीय समिति छ र केन्द्रीय समितिभन्दा जिल्ला समितिहरू चलायमान छन् जिल्ला समितिहरू अहिलेसम्म सुनसरी जिल्ला जुन समिति अहिले यो दोस्रो साधारण सभा गरेर अगाडि बढिरहेको अवस्था छ त्यस्तै ठिक काठमाडौँमा काठमाडौँ उपत्यका समिति छ त्यसमा जितेन्द्र टिगेलाजी अध्यक्ष हुनुहुन्छ त्यसपछि र त्यहाँ पनि काठमाडौँमा पनि टिगेला खेवान चुन्नु चाहिँ चलाइरहेको छ र युकेमा पनि कोसिस हामीले गरेका थियौँ युकेमा एउटा भेला सम्पन्न भएको छ टिगेलाहरूको तर त्यहाँ चाहिँ सङ्गठनको एउटा चाहिँ स्वरूप नै ग्रहण गरिरहेको अवस्था चाहिँ भइसकेको छैन र हामी क्रमशः टिगेला खेवान चुन्नु अरू जिल्लामा सम्भावित जिल्लाहरूमा पनि गठन गर्ने तर्फमा छौँ र हाम्रा टिगेलाहरू 5 थरमा निकै उल्लेख्य समूह छन् झापामा मरोनमा र धेरै ठाउँहरूमा चाहिँ अहिले चाहिँ टिगेलाहरू माइग्रेसनको कारणले गर्दाखेरि माथिबाट तल सर्ने क्रमले बस्ती चाहिँ बाक्लिँदै गएको अवस्था छ र यो सुनसरीकै अवस्था चाहिँ के अवस्था छ भनेदेखि टिगेला माइती चेलीहरूको अवस्था चाहिँ हामी 159 घर पुगिरहेछौँ जम्मा र 159 घरधुरी चेली माइतीहरू टिगेलाहरू हामी चाहिँ धरानमा बसिरहेका छौँ हामीले घर प्रदान गरेका थियौँ घरधुरी र त्यतिमध्ये 99 घरधुरीले चाहिँ अहिले यहाँ चाहिँ यो टिगेला खेवान चुन्नु जिल्ला कार्य समिति सुनसरीमा लेबी बुझाइरहेका छौँ लेबी भनेको पैसा बुझाइरहेका छौँ र त्यो पैसा बुझाउने र नबुझाउनेमा के फरक छ भन्ने कुरामा बुझाउने जसले पैसा बुझाउँछ
बुझाउने कुरो मरौ हुँदाखेरि मर्दाखेरि चाहिँ फुटकरी लाने र समवेदना पत्रहरू चाहिँ बुझाउने चलन चलाएको छ भनेदेखि लेखी नबुझाउनेको घरमा चाहिँ उपस्थित हुने तर चाहिँ रिप र समवेदना नदिने यो खालको परम्परा चाहिँ रहेको मेरो जानकारीमा छ र त्यसले गर्दाखेरि मैले कति घर बोलिरहेछौँ भन्ने कुरा भने अनि हाम्रो टिकेला खेवान चुन्नुनको समग्र अवस्था पनि भने र अब टिकेला खेवान चुन्नुन कसरी अगाडि बढ्छ त भन्ने कुरा चाहिँ म थोरै कुरा गर्न चाहन्छु र टिकेला खेवान चुन्नुन चाहिँ अहिले दर्ता गरेर अगाडि बढ्ने वा के गर्ने भन्ने कुरामा चाहिँ छलफल बहस चलिरहेको छ र हामीले अघिल्लो साल के भनिरहेको छौँ भने आवश्यकताको आधारमा दर्ता गर्ने आवश्यकता पर्यो भने दर्ता गर्ने भनिरहेछ र अब दर्ता हुँदाखेरि चाहिँ अब कस्तो अवस्थामा यो दर्ता हुन्छ भन्दाखेरि सम्भवतः चाहिँ केन्द्रीय कार्य समिति दर्ता गरेको र जिल्ला समितिहरू चाहिँ केन्द्रीय कार्य समितिको मार्फतमा हुन्छ र केन्द्रीय कार्य समितिको भेला पनि हामी हामी जसरी भेला भएको छ त्यसरी चाहिँ एकदिन भेला हौँ घरकुटाबाट माथि गाउँबाट पनि बोलाउँ झापा बरौनबाट बोलाउँ काठमाडौँबाट बोलाउँ एउटा बृहत भेला बोलाउँ र त्यसले नेतृत्व पनि एउटा चाहिँ परिवर्तन गरौँ महाधिवेशन जस्तै र त्यसले एउटा चाहिँ निर्णय लिएर अनि चाहिँ हामीले काम गर्दा परम्परागत प्रशासनिक हिसाबले काम गर्ने परम्परागत रूपमै काम गर्ने तर चाहिँ आवश्यकता पर्यो कहीँ चाहिँ प्रपोजल दिनु पर्यो कहीँ ब्याङ्क खाता खोल्नु पर्यो यस्तो अवस्थामा भने चाहिँ हामी दर्तावाला संस्थाको उपयोग गर्छौँ तर हाम्रो दर्तावाला संस्था महत्त्व अथवा यसको प्राथमिकता हामी त्यसलाई प्राथमिकतामा राख्दैनौँ प्राथमिकता चाहिँ हामीले जे गरी आएका छौँ त्यसैलाई नै प्राथमिकतामा राख्छौँ तर काम चलाउनुको लागि मात्रै दर्ता गर्छौँ त्यस्तो अवस्थामा अब हामी अगाडि बढ्छौँ र दिनानुदिन हामी टिकेला खेवानहरूको यो जमघट र चाहिँ अहिले पहिचान स्थापित हुँदै गइरहेको अवस्था छ र यसरी स्थापित भइरहँदाखेरि अब हाम्रो वंशावली पनि चाहिँ चाँडै प्रकाशन हुन्छ र यो वंशावलीको कुरा पनि थोरै म यहाँ समस्या राख्न चाहन्छु हाम्रो पुर्खाको नाम चाहिँ मुक्तुमान रहेछ र कतिपयले हाम्रो सहपत्री दाजुभाइहरूले चाहिँ मुक्तुमान लुङतुमान भन्ने नामै थिएन यो गलत वंशावली छापे भनेर केहीले बोलेको फेसबुकमा लेखेको देखियो तर त्यस्तो होइन रहेछ हामीले हृदयमा टिकेला हरिराज खेवाका पिता हुनुहुन्छ हात्तीखर्कमा उहाँको घरमा बिहान 8 बजेबाट बेलुका 7 बजेसम्म कागज हेर्दाखेरि वंशावली भेट्यो पुरानो हातले लेखेको वंशावली भेट्यो त्यो वंशावलीमा प्रश्नका साथ हाङबा हाङका छोरा 3 भाइ भनेर चाहिँ लेखिएको छ त्यसमा जेठो मुक्तुमहाङ माइलो लोधुमहाङ लोङदुमहाङ भनेर लेखेको छ भनेदेखि कान्छो लेतुहाङ जसलाई लेतुमहाङ भन्छ लेतुमहाङ चाहिँ आङ्लाबाङहरूको पुर्खा हुन् भनेदेखि मुक्तुमहाङ टिकेला र चौङ्गाङहरूको पुर्खा हुन् र लोधुमहाङ जसलाई लुङदुमहाङ पनि भनेर चाहिँ भनियो र उनी चाहिँ अहिलेका लुङखेवा जसलाई तुम्बा पनि भनिन्छ मादेन भन्नुलाई र माङ्या यी 3 थरीका चाहिँ पुर्खा र अहिले लुङदुम भनेको चाहिँ नामै छैन भनेर त्यहाँ पहिला गाउँमा चाहिँ एकजना कुनै चलाक व्यक्तिले सबैलाई पढाएका रहेछ लुङदुम होइन हाङजीले हाङदुम्बाका छोरा 3 भाइ हाङदुम्बा हाङदुम मुक्तुम र लेतुमन भनेर चाहिँ पढाइएको छ र त्यसमा केही निश्चित चाहिँ उद्देश्य अथवा आशय पनि रहेछ त्यसमा चाहिँ
त्यसैले कुटुम्बलाई चाहिँ जेठो स्थापित गर्ने योजनाका साथ त्यसरी चाहिँ एउटा चाहिँ शिक्षा स्कुलिङ चलाइएको छ। र आज हिजो ती सुन्ने व्यक्तिहरू अहिले चाहिँ पाका भइसक्यो, बुढापाका भए। ती बुढापाकाहरूले चाहिँ हाम्रो मानका छोरा चाहिँ हामीले उद्देश्य भनेर चाहिँ भन्ने रहेछ। तर कागजले प्रमाणले तथ्यले त्यसो भनेन। तथ्यले चाहिँ के भन्यो, हिजो हामी क्याप्टेन गजर्धन काका लोकेन्द्र दिगेलाले जुन निकालेको वंशावली चाहिँ त्यतिकै निकालेको हचुवाको भरमा निकालेको चाहिँ होइन रहेछ, कागज हेरेर निकालेको रहेछ। हुन त हामी पनि त्यतिखेर थियौँ विद्यार्थी, तर हामीलाई यो वंश वृक्षमा त्यति धेरै ध्यान चाहिँ थिएन। जाँदाखेरि थियौँ हामी रसोदुर्ग चाहिँ हेर्थ्यौँ, कम्प्युटरहरू आदि इत्यादि जान्दथ्यौँ, तर वंश वृक्षको रुखाको त्यति हाम्रो चासोको विषय थिएन। तर उहाँले त्यो कागज हेरेरै चाहिँ लेख्नु भएको रहेछ। त्यसमा प्रश्न चाहिँ त्यो कागज चाहिँ अहिले त्यो फेला परेपछि काठमाडौँमा सरकारको एउटा अङ्ग छ। त्यो सरकारको अङ्ग भनेको चाहिँ राष्ट्रिय अभिलेखालय पुरातत्व विभाग भनेर भनिन्छ। त्यो पुरातत्व विभागमा मैले चाहिँ हिर्दमानको एउटा फोटो लगेर त्यहाँ उल्था गर्न लाउँदाखेरि त्यो क्याप्टेन गजर्धन दिगेला र चाहिँ लोकेन्द्र दिगेलाले चाहिँ जुन प्रकाशन गरेको जुन वंशावली थियो त्यो वंशावलीमा चाहिँ लेखिएको नामहरू चाहिँ मिल्छ। मलाई चाहिँ हाङदिमबाङ भनेर हाङदिमबाङ ठाउँ पनि छ, तल खानापुङ भन्ने ठाउँ चाहिँ हाङदिमबाङ भन्छ होइन। तर त्यो चाहिँ पुर्खाको नामबाट बनेको जग्गा हाङदिमबा छ। र हाङदिमबा चाहिँ अहिले समग्र खेवाली चाहिँ पुर्खा थिए र हाङदिमबाबाट छुटेर अहिले चाहिँ 6 थरीहरू भएको छ। दिगेला, चङबाङ, एकपट्टि वर्षमा चाहिँ बिचमा माइलोका सन्तानहरू दुम्बा, महादेवबाट चाहिँ मानिएको पर्छन्। त्यसमा पनि नयाँ बेठो कि दुम्बा बेठो भन्ने कुरा चाहिँ त्यहाँ छलफल भएसै छ उनीहरूको बिचमा पनि। त्यस्तै चाहिँ कान्छो चाहिँ लेदुमा आम्लाहरू आम्थेवाहरू प्रश्न छ। र अब त्यसले गर्दाखेरि चाहिँ हामीमा पनि बुझिरहनु होस् कि दिगेलाहरूको पुर्खा उक्तुमा चाहिँ चेन्ज नै रहेछ भन्ने कुरा चाहिँ पुरातत्वको कागजले पुरानो कागजहरूले सबैले चाहिँ पुष्टि गरिसकेको छ। र त्यो हामी अब त्यो वंशावलीमा आगामी निस्किने वंशावलीमा त्यो छाप्छौँ। र त्यो वंशावली छाप्दाखेरि त्यसको स्किम चाहिँ के हुन्छ भन्दाखेरि चेलीहरूको पनि नाम लेखिन्छ वंशावलीमा। छोराछोरी बाबुको नाम पछाडि चाहिँ माइती चेली दुइटैको नाम लेखिन्छ। तर चेली चाहिँ के थरीकोमा गएको भनेर चाहिँ होइन, चेली गएको चाहिँ ज्वाइँको चाहिँ थरसम्म चाहिँ उल्लेख हुन्छ। जस्तो विष्णु दिगेला याक्कामा याक्का होइन, ब्राकेट याक्कामा गएको रहेछ भनेर चाहिँ क्लियर थाहा हुन्छ। भनेदेखि यतापट्टि चाहिँ होइन आफ्नो वंशवृक्ष हुन्छ। र त्यसको चाहिँ आर्थिक उपार्जन चाहिँ हामी के गर्छौँ भनेदेखि अहिले सबैले त्यही नै गरिरहेको छन्। जस्तो एक पेज आफ्नो चाहिँ 5 पुस्ताको फोटोसहित छाप्यो भने एउटा दर रेट राख्छौँ। आधी पेज फोटोसहित राखेर छाप्नेलाई एउटा दर रेट राख्छौँ। त्यस्तै एक पार्टमा मात्रै अथवा 4 भागको एक भागमा मात्रै बुढाबुढीको मात्रै फोटो राख्छौँ हामी, पैसा अलिक कम छ भनेर त्यही अनुसारले राख्छौँ। तर त्यो किताबमा छापिएको फोटो भनेको चाहिँ त्यो किताब घरमा रहने भएकोले उसले कति पैसा दियो भनेर पनि थाहा हुन्छ। अनि त्यो के अरे चाहिँ पैसा कति दियो भनेर पनि थाहा हुने। र त्यो सँगसँगै चाहिँ त्यो घरमै रहने भएकोले त्यो चाहिँ आजीवनसम्म चाहिँ उसका रहन्छ। त्यसले गर्दाखेरि यो चाहिँ शिलापत्रमा जुन हामी चाहिँ पैसा दिएर नाम लेखाउँछौँ त्योभन्दा चाहिँ के राम्रो हुँदो रहेछ वंशावलीमा चाहिँ होइन, पैसा दिएर आफ्नो फोटोहरू छपाउनु पनि एउटा चाहिँ गर्वको विषय, एउटा चाहिँ के अरे चाहिँ सहयोग पनि हुने। र त्यो परिवारको लागि चाहिँ एउटा स्मरणको कुरा पनि हुँदो रहेछ। र त्यो उपायहरू अप्नाएर हामी वंशावली चाँडै प्रकाशन बनाउँछौँ। हाम्रो सबै के अरे फारमहरू प्रयोग गरेर फारमहरू सङ्कलन सर्वेक्षण फारम भनेर फेवाङ दिगेला वंशावली सर्वेक्षण फारमहरू गएर फर्किसकेको अवस्था छ।
अब हामी बसेर त्यसो डाटा एनालाइसिस गर्ने र चाहिँ राइटिङमा बस्ने काममा चाहिँ बाँकी रहेको जानकारी गराउँछु र यति कुरा गरिरहँदाखेरि मैले दुईवटा कुरा गरेँ। एउटा चाहिँ हाम्रो फेवाङ टिएला फेवाङ चुन्नुको अवस्था, अनि अर्को के अरे चाहिँ अब गर्नुपर्ने काम, अनि हाम्रो चाहिँ यहाँ धरानमा बसोबास भएको 167 घरधुरी र चाहिँ 99 घरधुरीले लिपि तिरेको अवस्था र अब चाहिँ वंशावली हाम्रो पुर्खाहरूको कुरा र अर्को कुरा चाहिँ के भने यो कुटुम्बको कुरा चाहिँ जस्तो अब हाम्रो कुटुम्बेरी कसरी चल्यो त एउटै बाबुका पुर्खा रहेछौँ, कुटुम्बेरी कसरी चल्यो भन्ने कुराहरू पनि छ। त्यो चाहिँ हान्दिमा जुन पुर्खा खस्दाखेरि चाहिँ बर्खाको टाइम पऱ्यो र त्यतिखेरसम्म 9वटा थुमबाट 10 लिम्बुवानमा 9वटा लिम्बुवानका थुमहरूबाट चाहिँ आएपछि मात्रै सुधो साङ्गे हुने त्यतिखेरको चलन थियो। राजा महाराजाहरूको चलन त्यो 10वटा मध्ये चाहिँ खेवाङ जुन पुर्खा पनि महत्त्वपूर्ण पुर्खा मानिन्थे र 9वटै थुमबाट आएपछि मात्रै चोखिने परम्परा रहेछ। तर त्यो परम्परामा त्यो बर्खाको टाइममा खोला बाढी भेल आदि इत्यादिको कारणले गर्दाखेरि 9वटा थुमको मान्छे आउन नसक्दाखेरि 8 दिन 8 रातसम्म पर्खिँदा पनि उनीहरू आउन नसक्ने अवस्था हुँदाखेरि चाहिँ त्यो 3टा भाइ जुन हाङदिम मानका छोरा मुक्तुमाङ लोधुङहाङ र चाहिँ लेतुङहरूले चाहिँ निर्णय गरेर ढुङ्गासुङ्गा खानाकुम भन्ने ठाउँमा 3टा ढुङ्गा गाडेर हाङसेपमा गाडेर हाम्रो याक्थुम्बाहरूको प्रथाजनित जुन परम्परागत संस्था प्रथाजनित कानुन अनुसार नै विधिवत रूपमा चाहिँ कुटुम्बेरी गरेको कुरा हो। त्यसले गर्दाखेरि आज आएर हामीले चाहिँ फेरि आएर चाहिँ हामी एउटै वंश छौँ, कुटुम्ब बनाउँदैन भनेर त्यतातिर जाने पनि कुरा होला हुनसक्छ। तर त्यतातिर चाहिँ अहिले नै जाँदाखेरि फेरि चाहिँ होइन सासु भनिरहेकोलाई चाहिँ फेरि फुलु भन्नुपर्ने हुँदो छ, अप्ठ्यारो स्थितिहरू पनि हुने रहेछ। त्यसले गर्दाखेरि त्यो अवस्थाको बारेमा पनि छलफलपछि हामी साझा निर्णय गरेर जान्छौँ के गर्ने भन्ने कुरा। यति कुरा राखेर म यो टिएला फेवाङ चुन्नु दोस्रो वार्षिक साधारण सभामा यो जुन प्रमुख अतिथिको भूमिका निर्वाह गर्नको लागि आयोजक समितिले जिम्मेवारी निर्वाह गर्नुभयो। जो यहाँले चाहिँ यो भूमिका निर्वाह गरिदिनुहोस् भनेर चाहिँ आदेश दिनुभयो। यसको लागि यो संस्था र चाहिँ आयोजक समिति कार्य समितिप्रति आभार प्रकट गर्दै साइनो अनुसार सबैलाई सेवा भन्दै मेरो दुई शब्द यति टुङ्ग्याउँछु।